म जयप्रकाश यादव नेकपा यस्तो जिल्ला उपसचिव। यहाँ हजुरको यहाँ देशमा चलिरहेको छ। योभन्दा पछाडि पनि कतितिर चाहिँ यस्तै यो अस्ति चाहिँ 1 वर्ष भइसक्यो त्यो यसो उखेलेर पिचिङलाई उखेलेर गरेको छ। उता पनि केही छ। अब बन्ने पहिले तपाईँहरू यो क्लियर गर्नुहोस्। जहाँ बिग्रेको त्यहाँ पहिले क्लियर गरिदिनुहोस्। जुन रोड पिचिङ काम जोडिदिन्छ बिचमा त्यसो नगरिदिनुहोस्। हामी यसलाई रोकिरहेको छौँ। ड्राइभरसँग अब मैले रोकेँ। तपाईँ आएर पहिले छलफल गरेर जहाँ बनाउनु पर्यो। जब उता पनि छ तपाईँको कतितिर बिसनपुरतिर पनि बाँकी छ। उता कोचाबाखेर पनि बिचको बाटो ठिक छ अहिले। त्यतिले बनाइदिनुहोस् अनि यसलाई बिगार्नुहोस्। सबैले बिगार्ने मात्रै हो, बनाउने होइन कि। त्यो नगरिदिनुहोस्। हजुर त सिजन सुरु भएर राम्रो छ। हामी पनि चाहन्छु छिटो बनोस्। तर यो बनिएकोलाई किन बिगार्ने? बरु जहाँ गर्नुभएको छ नि कति बिसनपुर पहिले क्लियर गर्नुहोस् न, अथवा कोचाबाखेर क्लियर गर्नुहोस् न। यो कुन बानी हो? यो पैसा उठाउनको लागि सुन्नुहोस्, म केही सुन्दिनँ। पैसा उठाउनको लागि मात्रै गरेको हो। यसलाई फेरि तपाईँहरू यसको अलिकति आउँछ बढी तपाईँले यो पेमेन्ट गर्नुहुन्छ, फेरि मान्छेले दुःख दिने मात्रै हुन्छ। पहिले त्यो क्लियर गर्नुहोस् अनि आउनुहोस्, बसेर नत्र बसेर छलफल गर्नुहोस्। यसमा म जयप्रकाश यादव जहाँ तपाईँले रिपोर्टिङ गर्नुहोस्, तर यो बिगार्नुभन्दा पहिले बनाइदिनुहोस् सिधा। म त्यति भन्छु होइन। यहाँ सुन्नुहोस्, तपाईँलाई सोध्नुहोस् यो सुन्नुहोस् उहाँ के भनिरहेको छ सुन्नुहोस्। यहाँ मान्छेले जसलाई पनि पहिले बिगार्नुभन्दा पहिले बनाउनु न। खालि बिगार्ने मात्रै बनाउने होइन, यो हुँदैन। अब यो जो निक्से जाए बेला त करो तुडे गरेर राखिदे त। अब त्यही हो सुन्नुहोस्। सिटीको ड्राइभरहरू भन्दै हुनुहुन्छ निक्से खै चलाइछ लोक त करो तुडे गरेर राखिदे। त्यहाँ बेला सक्टे गुत्तै नाचे यस्तो। कतिले हजुर म जयप्रकाश बोल्छु, भन्नुहोस्। ल हुन्छ, म तपाईँलाई तर यसलाई काम अहिले भनिदिनुहोस् ड्राइभरलाई काम नगर्नु पछि त अप्ठ्यारो हुन्छ भन्ने। ल ठिक छ, म तपाईँको यो हुँदैन। यो कहीँ छुनेवाला कुरै होइन।